हेलो गाइस, म सबिन र आज भने म बोतल ड्रप टेस्ट च्यालेन्ज गर्न गइरहेको छु। किन यो के छ भन्दा एउटा नर्मल वाटर, एउटा सोडा वाटर, एउटा सोडा विथ वाटर। हामीले मोबाइलमा सर्च गर्दा के देखिन्छ भने मोबाइलमा चाहिँ हामीले सोडा वाटरमा चाहिँ थोरै भ्याकुम प्याक हुन्छ र ग्यास थोरै हुन्छ भने सोडा र लेमनमा चाहिँ धेरै ग्यास प्याक हुन्छ भने नर्मल वाटरमा सिम्पल ग्यास केही पनि हुँदैन। त्यसैले हामी तिनटामा ग्यास प्याक हुँदाखेरि कुन चाहिँ फर्स्टमा ड्रप गर्दाखेरि कुन चाहिँ फुट्छ, वी नो रियल्ली द्याट। हामीलाई थाहा छ कि सोडा वाटर र लेमन वाटरमा धेरै ग्यास चाहिँ सोडा विथ लेमन वाटरमै हुन्छ। हामीले यहाँ सर्च गर्दा पनि जेमिनाईमा सर्च गर्दा पनि के देखिन्छ, सोडा वाटर भन्दा सोडा विथ लेमन वाटरमा चाहिँ धेरै ग्यास हुन्छ। जेमिनाईमा सर्च गरौँ। A few moments later. यो ड्रप टेस्टमा चाहिँ तीनटा नर्मल वाटर, सोडा वाटर र लेमन वाटर हुन्छ। यसरी नै हामीले अझै अरू पनि च्यालेन्ज ल्याउनेछौँ र मेरो च्यानललाई लाइक, सब्सक्राइब र सेयर गर्न चाहिँ नभुल्नु होला। साथै कमेन्ट पनि गर्नुहोस् र कुन चाहिँ पहिला ड्रप हुँदा कुन चाहिँ पहिला फुट्छ। A few moments later. हेलो गाइज, म सबिन सेडाई र आज भने म बोतल ड्रप टेस्ट गर्न गइरहेको छु। हामीसँग तीनटा वाटर अफ बोतल हुन्छ, एउटा नर्मल वाटर, एउटा सोडा वाटर र एउटा सोडा विथ लेमन वाटर। अब हाम्रो भन्नुपर्दा हामीले साइन्स अनुसार बुझ्नुपर्दा हाम्रो सोडा वाटरमा चाहिँ सोडा विथ लेमन वाटरमा के हुन्छ, हाम्रो यो सोडा विथ लेमन वाटरमा चाहिँ धेरै ग्यास प्याक हुन्छ भने हामीले यसमा चाहिँ धेरै ड्रप हुँदा फुट्ने चान्स बढी हुन्छ। र अर्को छ नर्मल वाटर र अर्को छ सोडा विथ लेमन वाटर, अर्को छ सोडा। हामीले तिनजना ड्रप टेस्ट गर्नेछौँ र कुनमा चाहिँ पहिला कुन फुट्छ भन्ने कुरा त्यो पनि हेर्नेछौँ। कुन फुट्छ तपाईँहरू कमेन्ट गर्नुहोस् र यसलाई लाइक, सेयर र सब्सक्राइब गर्नुहोस्, कमेन्ट पनि गर्नुहोस्। ल अब पानी फिलिङ गरौँ। This is the normal water. Yeah, this is the normal water. Normal water installation. Soda water. यसमा के हुन्छ अप्सन छ, यो सोडा भयो, यो बेकिङ सोडा हो। आज कति सोडा चाहिन्छ के भन्दा त्यसमा धेरै डेन्जरस हुन्छ। त्यसलाई हामी पेपर गर्नु त्यसमा बेकिङ सोडा चाहिन्छ। चाहिँ फर्स्ट र पनि हामी सोडा हाल्दै छिर्दै हुन्छ। अहिले सोडा पनि हाल्छ, यसमा पनि यो भयो सोडा वाटर। यसमा धेरै भयो भने हामी गर्न सक्छौँ, माथि पनि हाल्छ। त्यसलाई बन्द गरी र सिम गर्नु। यो बोतल टाइट छ र यो बोतल छुट्टी छ। यसमा हामी हावाले पनि ट्राई गर्नेछौँ। टाइट भइसक्यो बोतल। टाइट भइसक्यो र यो बोतल चाहिँ मैले मिक्स गरेर बटाएर गर्छु। गुड भयो र यहाँ दुईटा नर्मल वाटर र सोडा वाटर हाल्छ। हेर्नुहोस् हामीले यहाँ अल्रेडी जसले यो पानीको फर्ममा छ भने यो सारी भाइ टाइप हामीले देख्न सक्छौँ। अब यसमा हाम्रो सोडा विथ लेमन वाटर जाँदैछ गरेर हामी त्यसलाई हामी मजाले मिक्स गर्नेछौँ। यसमा सोडा हाल्छ। सोडा फ्रेस बेगर दुईटा लाग्छ। एउटा सोडा मिक्स गर्छौँ भने अब लेमन दिइरहेको छ। लेमन हामीसँग कागती छ र यसमा सिधै रियल वान ड्रप दिन्छ र अब हामीले सी क्यान साउन्ड छ। साउन्ड सुन्न सकिन्छ। यहाँ लेमन प्लस सोडा यो भनेको हाम्रो स्प्राइटको चाहिँ म दिन्छ मैले सोडा एन्ड लेमन साउन्ड आइरहेको छ र यहाँ के गास पनि आइरहेको छ, बबल्स मात्र पनि हालिरहेको छु। यो भने चाहिँ ग्यास अझै बढाउन सक्छ। लेमन चाहिँ यहाँ पनि हामी साल हेर्नु समझ लेखा छ त्यसमा पनि सकिएको छ। जति पनि टाइप छैन त्यसले अब म यति हाई पिबाट खसाउ गरेको छु। रेडी भयो रोक्न थियो र अब यहाँ नम्बरको हाल पनि टाइप पिबाट के फरक पर्दैन, के टाइप पिबाट के फरक पर्दैन। र अब भने म यसलाई के फिटको फिल गरेको छु, के पनि फरक पर्दैन। हाम्रो यही तीनटा बोतल छ र तीनटा बोतलमा यो नर्मल वाटर थियो र यो भने सोडा विथ लेमन वाटर थियो। हेर्न सक्नुहुन्छ कलर पनि चेन्ज आइसकेको छ किनभने यसमा धेरै मिक्सिङ र फोर्स धेरै परेको छ। यो फोर्सले गर्दाखेरि दुईटामा एउटामा व्हाइट कलर धेरै छ भने एउटामा नर्मल वाटरमा नर्मल नै छ। फेरि म ड्रप गर्दैछु। म सोडा वाटर नर्मल वाटर गइसक्यो र नर्मल वाटर भने त्यहाँ छ र नर्मल वाटरलाई भने केही पनि Oh my God! Wow! Oh my